लाइभमा गएर गर्नु पब्लिकमा आएर किन गर्छस् मान्छे राडी पठानीहरुसँग बसेर रन्डी बेसिया त मुजीलाई तेरो आमा बाउले पढाएको यही कारण लाग्यो हो यस्तै गर्न नानी भनेर तँलाई पछि चुप मान्छे माचिङले राडी मेरो कुरा सुने चुप तेरो आमाले रन्डी तेरो गाला पड्काइदिन फेरि त टिका झर्ने गरी साला राडी बेसिया ठोकेर खान राडी पठानी की स्वास्नी मुजी यता सुन रन्डी की छोरी पठानी की स्वास्नी राडी वाला नि को केही हुने हैन यता सुन तेरो यहाँ लाइमा हुने केही हुने हैन तेरो हुनेवाला चाहिँ के छ तेरो चाहिँ के छ तैले चाहिँ मुजी त तेरो मुतले देखाएर मुजी के भइस भन् त पठानीलाई तेरो मुतले देखाएर के भइस राडीकी छोरी के मैले भन्दासँग फेस टु फेस मुजी आइज अहिले तेरो बाउआमाले नचिन्ने बनाएर पठाइदिन्छ त मुजीलाई बुझिस तेरो बाउआमाले नचिन्ने बनाएर पठाइदिन्छ मान्छेले तेरो बाउआमाले पनि चिन्दैन त अगाडि जाँदाखेरि पनि मेरो छोरीलाई ल्याइदे भनेर भन्ने खालको बनाएर पठाइदिन्छ त मान्छेले राडीलाई बुझिस नेपाली पनि प्रश्न बुझ्ने गरी बोल्ने बनाएर पठाइदिन्छ गर्ने हैन त जस्तो मुजी बुझिस तरन्डी त्यो धरतीले राडी छोरी साला तेरो यानिर तेरो मुत्ने सो गर्ने तेरो यानि पब्लिक हो तेरो मैले यहाँ देखाएको खातेनी मान्छे राडी गरेकी छेस ल पुरो देखाड ल तेरो पठानीलाई तेरो देखाउँदै बसेस तँलाई राम्रो मुखले भन्दाखेरि अझ मलाई पो मुख छाड्दिरै छ राडी ल साला मैले तँलाई के भनेको थिएँ मैले राम्रो मुखले भनेको थिएँ त मुजीलाई हैन सुरुमा मुख छाडेको मान्छे राडीकी छोरी खातेनी मुजी धोतिनी मुजी नेपाली बोल्न सिकेर आइज पहिला तेरो मान्छे राडीकी छोरी तेरो अम्ला नठाडा मान्छे राडी तेरो अम्ला नठाडा तेरो अम्ला भजाइदिन्छु राडी तैले सक्यो भनेको त्यही त अम्ला ठडाउने प्याड देखाउने मुद्ने देखाउने लाइभमा आएर तेरो औकातै त्यति हो क्या माचिक्ने राडी बुझिस साला गाला चर्किने गरे हाल्नु पर्ने त तेरो बाउआमाले त त्यही भएर तँलाई फोन किन्दैको होला हैन लाइभमा झ्याम्मेरलाई पुति सोका भन्ने तँलाई तेरो बाउआमाले फोन किन्दैको होला माचिक्ने राडी खातेनी मुजी धोतिनी राडी चुप्ला मुजी खातेनी आइजन तसँग म बोल्छु तँलाई मुजी राम्रो मुखले भन्दा हुँदैन त मुजीलाई मुजी मुख पो छाडिदिरहेछ एक्कासी है रन्डी तेरो रन्डी भएर हिँडेको थिएँ त मुजी त आफू जस्तो सोचे सबैले रन्डीकी छोरी मा खातेनी राडी बेसिया भालु नि रन्डीकी छोरी मेरो मर्जी अरे तेरो मेरो मर्जी हो के बहिनी बुझिस नि मेरो मर्जी हो म जेसुकै गर्न नि पाउँछु चिक्नी ए कति मेरो लाइफमा जल्लै आएर नेस्ती बोल्छ के रन्डीकी छोरी ए ब्याग भेट्दैन ब्याग